हेलो गाइज, यो चाहिँ हामी तरुल खेल्दैछौँ र हामी साँझै तरुल खेल्दै थियौँ अङ्कल र म भएर, अङ्कल भन्दा सानो बुवा र म भएर। अनि हेर्नु होला हामीले तरुल खेल्न कति मेहनत गर्छौँ भनेर खनिँदै नखनेर निस्किँदै कति आपत भइरहेको थियो। लास्टमा फाइनली निस्किन्छ। हेर्नु होला बल कति लाउँछौँ हामीले बाबा। अनि यो बल लाउँदा चाहिँ मेरो सानो बाले निकाल्दै हुनुहुन्छ। अहिले चाहिँ त्यतिसम्म खन्दा खाल्टो खनेर अनि भाँचिन्छ के बिचबाट टुक्रिन्छ। हेर्नु कस्तो राम्रो छ तरुल त, कस्तो राम्रो फलेको तर कस्तो राम्रो थियो गाइस तरुल त। हामी अझै खन्छौँ हेर्नु हाम्रो सङ्घर्ष कति छ यति तरुल निकाल्नको लागि चाहिँ। लु आयो फाइनली। ल अङ्कल बोलो बजरंग बली की यत्रो रहेछ त। हेर त कहाँसम्म थियो, अनि हात्तीको दारा जस्तो रहेछ त। यहाँ चाहिँ छ नि कहाँ हुन्छ अझै तल पनि रहेछ, अझै तल पनि रहेछ। मन त बहुत मिठो भन्ने ए अङ्कल खन्नु त्यहाँ सुन्नु चाहिँ यति धेरै छ तरुल। हामी सँगसँगै ऊ पनि अदुवा के अरे हल्दी पनि खनेको है। हले त के भन्छ यसलाई, हले त बन्द भन्छ। यहाँ फेरि बिउ निकालिसकेको छौँ हामीले। अनि यो यति धेरै चाहिँ हाम्रो खाने। हेलो गाइज नमस्ते, यो चाहिँ मेरो अर्को आजको बिहानको भिडियो हो। हामी चाहिँ म रेडी भइसकेको छु। म अनि मेरो मम्मी भएर चाहिँ सानोमा कर्जान ल्याएको छौँ आज माघे सङ्क्रान्ति मनाउन चाहिँ। सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति मेरो तर्फबाट, मेरो युट्युब फ्यामिलीहरूको लागि। मलाई यस्तै माया गर्दै जानुलाई भन्न चाहन्छु। म चाहिँ आइसकेँ। यहाँ चाहिँ मेरो भएर ठुलो सानो, यहाँ चाहिँ मेरो सानो बा हाम्रो यहाँ खाना रेडी भइसकेको छ। अनि हामीले चाहिँ धेरै रमाइलो गऱ्यौँ गाइजहरू, धेरै कुरा खानेकुरा खायो। न हजुरले के खानुभयो, के गर्नुभयो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अनि मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। म भोलि फेरि सानो मिनट बगेर आउनेछु। बाई बाई, गुड नाइट। लेख्न सुरु भइसक्यो। कस्तो छ मम्मी? एकदम मिठो, हेल्दी, एकदमै हेल्दी है। ल गाइज हाम्रो आजको बेटी हामी यति हो। हाम्रो चाहिँ हेल्दी खाना सुरु भयो हाम्रो। हाम्रो यहाँ खिचडी, यसमा घिउ आउँछ, यसमा दही हुन्छ, अनि बल्ल देखाउनु। मम्मी चाहिँ खान सक्नुहुन्छ? मलाई यसको म 4 गुणा खान्छु, अझै यति मिठो लाग्छ मलाई। ए भगवान, भात त तपाईँले बुझ्नु पर्छ। हाम्रो चाहिँ तिलको लड्डु र बेली बुजा आइसक्यो खानालाई। म यो पनि खान्छौँ ल, हाम्रो यो पनि बनाउँछौँ आज। यो पनि खाने, यसलाई के भन्छ आई डोन्ट नो।
यसलाई चाहिँ के भन्छ हजुरले भन्नु होला। यो चाहिँ हाम्रो चाहिँ तरुल बोइल गरेर हिजो साँझ पकाएको अनि आज खाने माघे पुसमा पकाए माघमा खा भन्छन्, सो त्यही भएर। अनि चाहिँ यहाँ चाहिँ हामीसँग तिल र भेलीको भुजा मैले भन्थेँ नि, भेली भुजा हाम्रो सामु के थारू समुदायमा बन्छ भने, तर हाम्रो सानीमाले बनाउनु भएको छ। अनि चाहिँ यहाँ चाहिँ यसलाई के भन्छ मलाई थाहा छैन, तर चाहिँ हामीले यसलाई चाहिँ चप हो के भन्छौँ हामीले, ए चाका चाकु चाकु के भन्दो रहेछ यसलाई, त्यही हो।